लास्ट भए होइन गुड मर्निङ सबैलाई काफल खाना जानु पऱ्यो होइन काफलको रुख चाहिँ उता माथि लेखमा गई यहाँ चाहिँ फुकहरूतिर अनि त्यहाँबाट काफल खान जानु पऱ्यो अब त्यहाँबाट काफल साफल खानु पऱ्यो कोइली बासिसक्यो होइन गाइज कोइली बासिरहेछ है बिहान कटहरको रुख होइन यो कटहरको खैस्तिर फले खाने पछि कति ठुला पछि कति केजीसम्म आउँछ अरे कटहर 3-4 केजी भन्दा 4-5 केजी भन्दा बढी 6-7 केजी 10 केजी भन्दा बढी हुन्छ अरे होइन कटहर सुन्दर अनारको पनि बोट छ अब ओखर छ अनि पलम पलम कस्तो हुन्छ यो खान्छन् अर्फुरा रुख यहाँ पनि पाइन्छ अर्फुरा पलम यी पाकेर अनि रातो हुन्छ होइन हाम्रो गाउँमा पाइन्छ आज चाहिँ हामी यहाँतिर लेकतिर काफल खान अब हामी जानु पर्यो ट्याक्कै काफल खानु त माथि डाँडातिर जानु पर्यो काफल खान होइन काफल खानु पर्यो होइन अब काफल खानु पर्यो आज अलिक टाढै आइएको छ काफल खाना सायद बेलुकासम्म हुन्छ होला आज चाहिँ घरतिर होइन आज अलिक काफल साफल कतिको छ भनौँ काफल राम्रै फलिरहेको छ भन्ने सुनिरहेको थियो काफल खानु पर्यो होइन यहाँ माथि काफल रहेछ अगाडि हिँड्दा अब काफल साफल खानु पर्यो माथि काफलको रुखमा आयो दाना होइन गाई थियो रातै चाहिँ सत्य देखिन यसो पाकेर हेर्दै हो यो हेर्दै हो यहाँ हेर्दै पाकेर यो काफलका रुख छ नयाँ गाई चरु अब यस्तै हो अब काफलको रुखतिर जाँदैछौँ होइन अब काफल पाकिरहेको छ उसिसक्यो अब के अरे हामी अब रुख हुन गइसक्ने अब घरमा ल गाई चरु काफल पाकिरहेछन् होइन अब काफलतिर छैनन् ठिकै छ अब कुद्दैन नै अब खाएर धेरै पनि खायो समथिङ हामी रुख चढेको 1 घन्टाभन्दा बढी भइसक्यो होइन गाइस अब खाबासालो खायो अब झर्नु पऱ्यो भनौँ अब यता खाँदैछ अब यो त कहिले अगाउन्न किनभने चाहिँ पहिलोचोटि काफल रुख चढेको मान्छे पऱ्यो कहिले हो जति खाने अगाउनु त म त मेरो खाएर पेट ढम्म भइसक्यो होइन धेरै त्यो ओभर भइसक्यो काफलहरू कसरी बसेर खाल्ला खा भन्नु अब तल यो होइन बाँदर बसे जस्तो क्या पुरै ट्याक्क होइन मेसेज दिनु के भिडियो मार्फत मनिषले हाम्रो श्री मनिष सरजीलाई पनि काफल खानलाई स्वागत छ प्रेमजीलाई पनि स्वागत छ होइन है केटाहरू छन् मिस गरिरहेको छौँ होइन सम्झिरहेको छौँ खाने बेला छौँ अहिले भन्नुपर्दा होइन खासै पाकेको छैन काफलहरू होइन हल्का पाक्दैछ भनौँ अब पाकिरहेको छैन पाक्दैछ होइन गाइज अब यस्तै त हो यता चाहिँ काफल खाँदैछन् यता पनि खाँदैछन् यता यता पनि खाँदैछौँ माथि खोज्दैछौँ होइन काफलहरू यो खाने होइन अब यसलाई टिपेर ट्याक्क होइन धेरै पछि खाना आयो रुखमा 1 वर्षभन्दा 2-3 वर्ष भइगयो होइन हामी काफल रुखमा चढेको 2-3 वर्षभन्दा बढी भइगयो होइन काफल रुखमा चढेको 16 वर्ष ऊ चाहिँ 16 वर्ष जिन्दगीमा पहिलोचोटि काफल रुख देखेको मान्छे होइन होइन केटा खानु पऱ्यो यता हाई यता हाई हेलो हाई खानु आई लभ यु बे गर्नु सहरमा मेरो गाउँमा घर छ आहा अब हामी रुख काफल खाइयो अब तल झर्नु पऱ्यो भनौँ अब धेरै खाइयो खानासम्म खाइहालियो अब झर्नु पऱ्यो ट्याक्क झरियो भनौँ भयो झरिसकियो तल भुइँमा झरिहाल्ने होइन रुख यस्तो झर्दै रहेछ काफल त अगाइयो है काफल साफल खाएर होइन अगाइयो नि काफल खाएर यस्तो खानु पऱ्यो दार काफल साफल खानु पऱ्यो होइन कतिको छ मिठो काफल ठिक छ होइन एक थाल छ धेरै पनि छैन धेरै टिप्नु सकिएन गाह्रो छ नि त धेरै टाढा रहेछ खस्यो भने त होला खाना लास्ट उ भयो नि त बाहिर हामीलाई धेरै घाम भयो तर भित्र कुठाउँदै आएर खान लाग्छ होइन
अलिक खासै राम्रोसँग पाकेको त रहन्छ होइन काफल आहे। हामी काफल सबल खाएर फर्क्यौँ होइन अब काफल सबै खाएर अब फर्किसक्यौँ होइन अब हामी अब चाहिँ अब ओसेलु खाने ओसेलु खाने अवस्थामा आइपुगिरहेको छ होइन अब चाहिँ हामी ओसेलु खाने ठाउँतिर अबको आइपुग्यौँ लेकतिरबाट गइरहेछौँ होइन ठुलो बगैँचामा आइरहेछौँ हजुर त्यहाँ अब हामी अब गइसकेपछि बगैँचाभित्र छिर्दैछौँ अब ओसेलु अघि त फर्स्टचोटिको बगैँचा हो अब हेर्नुहोस् गाइजहरू यस्तो बब्बाल पाकेको छ अब के गर्ने अब खानै त पर्यो काममा आउँदा पुग्दै नपुग्ने ल है गाई ओसेलु खाँदैछौँ हामी लेकतिर आएर म एक खानु अब खानै पर्यो फाइनल गाइस काफल सबल खाएर घर फर्कियो अब होइन फर्किने बेला भयो फर्कियौँ पुग्यौँ घरतिर भन्नुपर्छ है आजलाई पुग्यौँ घरतिर भन्नुपर्छ है आजलाई